खासै मान्छेहरू छैन रहेछ। सो हाम्रो खैरे दाजु र म्यामहरू आउनु भएर चाहिँ यहाँ है यस्तै त हो नि अब। सो गाइस है यहाँनिर चाहिँ हाम्रो यहाँ पोर्क छ, पोर्क हेर्न सक्नुहुन्छ पोर्क होइन। कसम कुइरिनीको त नाकै चुच्यो कि अखा मन पऱ्यो मलाई है, कुइरिनीको नाक चाहिँ मन पऱ्यो। त्यहाँ अखा नाक छ। सो हामी चाहिँ अब यहाँ पुग्नै लागिसक्यौँ। अब यहाँ रानी पोखरीबाट हामी गाडी जसमा अनि उता स्वयम्भू कि त उतातिर घुम्न जान्छौँ। अब यहाँसम्म लिन आउनुपर्ने अब के भन्छ छैन नि। सो हामीलाई चाहिँ यसले लास्टै कुरा कि आज लास्टै कुरा छ। गाली दिनु मन थियो, अब के गाली दिनु, अब आएको छ यहाँसम्म अब के छैन। सो अब हामी खासा खान्छौँ अनि उता स्वयम्भूतिर घुम्न जान्छौँ कि त उता स्वयम्भू जान्छौँ अनि स्पेट कि त त्यतैतिर जान्छौँ। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि फिट एन्ड फाइन छु। सो आज चाहिँ दोस्रो भ्लग रेगुलर मतलब जस हालिराख्न खोज्ने छु। सो अब त्यस्तै अब पढाइको कारणले भिडियोहरू बनाउनै पाएको थिइनँ। सो आज बनाइहालेँ। सो हामीहरू चाहिँ आज काठमाडौँ जाँदैछौँ। यो बहिनी चाहिँ यहीँ उता 5 सम्मत हो। अब किरण र म चाहिँ काठमाडौँ जान्छौँ। सो त्यही हो, हेर्दै गरौँ कस्तो हुन्छ हाम्रो यात्राहरू। अगाडि कस्तो फिल भइरहेछ त नि? हेलो 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 बोस, कौन है ये लोग, कहाँ से आते हैं? कस्तो फिल भइरहेछ? कस्तो भइरहेछ यात्रा? दामी रमाइलो अल्छी है, तर के छैन बोर्लिङ होइन। त्यसपछि दामी रमाइलो हान्नुपर्छ है केटाहरू। ल बन्दै गरौँ। त्यहाँनिर उयसको सिधै एउटै छैन कि आन्दोलन यहीँ गरे हो नि त, एउटा छैन भने अर्को कहाँ भालो दिनु, अर्को कहाँ पो थियो कि किन लसी छ है एउटै छैन जरा सुरु भन्नु। आन्दोलन चलिरहेको छ पुरै नाचिरहेको छ, नाची आन्दोलन पुरै। यो चाहिँ के को आन्दोलन हो साँच्ची त? नेपालमा कहिले सुख शान्ति नआउनु भयो? जहिले आन्दोलन, अस्ति पनि यहाँ जरो आन्दोलन भएको थियो र अहिले नै आन्दोलन छ। यो चाहिँ अब सायद शिक्षकहरूको आन्दोलन होला सायद होइन। कसो हो मान्छेको टन्नाटन के भन्न सकिन्न। हाम्रो नेपाललाई के दोष दिनु होइन, अब सरकारै त्यस्तो छ, अब के भन्नु त। सो त्यो यहाँदेखि आन्दोलन सुरु भएको छ, यहाँदेखि चाहिँ आन्दोलन सुरु भएर चाहिँ सो यहाँदेखि माथिसम्म। सो गुड मर्निङ गाइज है, अहिले चाहिँ यहाँनिर 6 बजिरहेछ। हामी काठमाडौँमा छौँ, कपडा किन्न आएको हामीहरू चाहिँ। सो गाइज है हामीहरू चाहिँ यहाँनिर खाना छौँ। बिहान चाहिँ मेरो मोबाइल स्विच भएको थियो कि, त्यसरी अब यहाँ चार्ज गर्दैछौँ, चार्ज गर्दै भ्लग बनाइरहेको छौँ। हामी चाहिँ अहिले बसन्तपुरमा छौँ, खाजा खानलाई बस्यौँ। यहाँ श्रवण पनि थपेको छ आज चाहिँ। अब यहाँसम्म लिन आउनुपर्ने अब के भन्छ छैन नि। सो हामीलाई चाहिँ यसले लास्टै कुरा कि आज लास्टै कुरा छ। गाली दिनु मन थियो, अब के गाली दिनु, अब आएको छ यहाँसम्म अब के छैन। सो अब हामी खासा खान्छौँ अनि उता स्वयम्भूतिर घुम्न जान्छौँ कि त उता स्वयम्भू जान्छौँ अनि स्पेट कि त त्यतैतिर जान्छौँ। बस हेर्दै गरौँ के भन्छ। भन्नु छ यार मलाई कुरा 1 घन्टा भन्यो नि त, एक किक नि हालिसक्यो, पुग्यो ल ठिक छ नि त। सो हाम्रो मोमो पनि आइसकेको छ, चट्ट केटाहरू खाँदैछ है। सो म पनि खान्छु अब चट्ट होइन। केटाहरू खाँदैछ यहाँ। सो खाइपछि भेट्छौँ अब हामी चाहिँ यहाँ बसन्तपुरमा डुलिरहेछौँ यस्तो आनन्दले मस्तले। केटाहरू यहाँ छ। सो यहाँनिर चाहिँ दामी सहर, प्राचीन कालको
उयोहरू छ कि काका है खतरनाक छ। सो हाम्रो चाहिँ यहाँ मेरो घर हो यो चाहिँ होइन। चट्ट मैले पेन्टिङ लाएको थिएँ अस्ति भर्खर। सो त्यही त हो नि चट्ट हामी अब डुल्दैछौँ घुम्दैछौँ। अब आज चाहिँ खासै मान्छे त छैन रहेछ। अस्तितिर चाहिँ दामी रोइला मान्छे त टन हुन्थ्यो कि आज चाहिँ खासै मान्छेहरू छैन रहेछ कि। सो हाम्रो खैरी दाजु र म्यामहरू आउनु भएर चाहिँ यहाँ अरे कहना क्या चाहते हो है यस्तै त हो नि। अब हिँड्दैछौँ। सो है हामी चाहिँ यहाँ कपडा किन्न जाँदैछौँ। अब कपडा किन्छौँ अनि त्यसपछि कहाँ जाने अब हेर्नुपर्छ अब। सो है यहाँ हाम्रो खैरी दाजुभाइ मात्र होइन यहाँनिर काली दाजुभाइहरू नि रहेछ। यहाँ खैरीहरू यहाँ टिटन अक्खा छ है मान्छेहरू चाहिँ फेरि। सो है हामी अहिले एकछिनमा भेट्छौँ। सो है हामी चाहिँ यहाँ हिँड्दैछौँ यहाँ हाम्रो बसन्तपुरको गल्लीमा। सो कसम दामी आमामा के साह्रो सेतो मान्छेहरू पनि यहाँ के साह्रो म कालो मान्छे होइन असलमा यहाँ त टुहाबाट चाहिँ म हेरेछु भने हेरे दामी सामानहरू चाहिँ कडाहरू छ है एकदम हेर्नु न यहाँ स्वादको कपडाहरू छ है मस्त हो कि सामानहरू त। यहाँ तपाईँहरूको गर्लफ्रेन्डलाई झुङ्गा लिनु भयो नि आउनु। कस्तो लागेको रमाइलो भइरहेको छ तिमीलाई ए बोल्न हाँसेन रे। सो यहाँनिर होइन खैरीहरूको म्याक्सम के भन्नु कुरै नगरौँ। सेतो एउटा चक्किदार धरी छैन कि मोनी कस्तो गयो है कास मोनी यस्तो कसम कुइरिनीको त नाकै चुच्यो कि अखा मन पऱ्यो मलाई है। कुइरिनीको नाक चाहिँ मन पऱ्यो दामी अखा नाक छ। सो हामी चाहिँ अब यहाँ पुग्नै लागिसक्यौँ। अब यहाँ रानी पोखरीबाट हामी गाडी जसमा अनि उता स्वयम्भू कि त उतातिर घुम्न जान्छौँ। सो है 10-15 त्यस्तै लाग्ला है। सो है हामी चाहिँ अब यहाँ पुग्न लागिसक्यौँ। चट्ट अब यहाँ हेर्न सक्नुहुन्छ। सो खैरीहरू चाहिँ के लाजै लाग्दो छोटो कपडा होइन त्यो त फेरि हेर्ने नजरमा फरक पर्छ होइन। त्यस्तो अन्यथा केही सोच्नु हुँदैन। सो है हामीहरू चाहिँ जाँदैछौँ यहाँतिर लास्टै पोल्युसन कि हाम्रो काठमाडौँमा होइन। बालेन सरले के गर्नु पऱ्यो है हाम्रो यहाँ काठमाडौँ अलि जनताले आफैले गर्नु पर्छ होइन जनताले मात्र हो त्यो नि हो ठिक हो है जनताले हामी यहाँ टक्क आएर पोखरा चाहिँ लास्टै गर्मी काठमाडौँ लास्टै गर्मी बिदा चाहिँ यसो चल्दैछ हाम्रो चाहिँ धेरै हाम्रो बिदा आएन त्यसोले रमाइलो भइरहेको छ। जोस् हामी यहाँ माछा पोखरीको ठ्याक्कै यहाँ तल अलिकति यहाँ बैठकमा बसिरहेको छ। हामी चट्ट नजारा खाँदै बस्दैन त्यही हो। एकछिनमा हामी माथितिर जान्छौँ उतातिर अनि स्वयम्भू जान्छौँ अब सिधै ल हेर्दै गर्नु। सो हाम्रो स्वयम्भू चाहिँ यहाँ रहेको छ हेर्न सक्नुहुन्छ। स्वयम्भूको यहाँ बुद्ध भगवान्हरू है हाम्रो चट्ट है। अब यहाँ दर्शन गर्न दार्जिलिङ यहाँ कति जाने भन्दा हामी पहिला ल एक यताबाट जाउँ न दाइज एक यताबाट जाउँ चट्ट हेर्थ्यौँ होइन दर्शन गर्थ्यौँ। दर्शन मतलब फ्यालाई तामाङ भाषामा फ्या ढोग्ने भन्छ है। आइज न। सो है हामीहरू चाहिँ यहाँनिर हेर्दैछौँ डुल्दैछौँ यहाँनिर दामी छ है। कस्तो त्यस्तो नबोल्ने सो हामी हेर्दैछौँ यहाँनिर टक्कसँग दामी पाराले होइन दामी छ यहाँ। हाम्रो यहाँ बाँदर पनि रहेछ लासो सम्धी के छ सम्धी ओइ श्रवण तेरो सम्धी हेर्न त्यहाँ तेरो सम्धी हेर्दियो सम्धी। सो हामीहरू चाहिँ यहाँनिर जोस् दामी रहेछ रमाइलो होइन। सो हामी यहाँतिर घुमेर अब एकछिनमा भेट्छौँ। सो गाइज हामीहरू चाहिँ यहाँनिर पुगिसक्यौँ स्वयम्भूको माथि टपमा हेर्न सक्नुहुन्छ दामी भयो। त्यो चाहिँ यहाँनिर चाहिँ बौद्ध जस्तो टाइपको रहेछ सबै है दामी हेर्नु राम्रो छ। त्यो कोही फोटो खिचिरहेको छ कोही भिडियो बनाएको छ कोही भिडियो गरिरहेको छ है। हामी चाहिँ यहाँ डुलिरहेको छौँ जोस् हावा चाहिँ सिरिलो आउँदो रहेछ यहाँनिर खुसी लागेको छ होइन। यहाँ हाम्रो खैरिनी दिदीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले खैरिनी दिदीहरू त्यही त हो नि। अब यहाँ एकछिन फोटो खिचौँ अनि त्यसपछि
तलतिर जान्छौँ अनि घर जान्छौँ। सो गाइस है हामीहरू चाहिँ हाम्रो यहाँ पोर्क छ, पोर्क हेर्न सक्नुहुन्छ पोर्क होइन। सो हामी चाहिँ यहाँ लगभग अहिले कति बज्यो? 5 बज्यो। हामी चाहिँ अहिले काठमाडौँमै छौँ। अब यहाँ खाजासाजा खान्छौँ, यहाँ भोक लाग्यो, भोक लाग्यो। सो अब खाजासाजा खान्छौँ अनि चाहिँ जान्छौँ हामीहरू घरतिर। सो अहिले चाहिँ हामी यहाँ पोर्क एक प्लेट मगाएको छौँ अनि अरू पनि आउँदैछ अनि मोमोहरू पनि आउँदैछ। सो हामी खान्छौँ अनि त्यसपछि घरतिर लाग्छौँ। एउटा ट्राई हेर्न त एउटा चाहनु सो अब खाएपछि यो 2 दिन हामी यहाँ पनौतीमा बस्छौँ। 2 दिन हामी काठमाडौँमा बस्छौँ। सो हामी चाहिँ अब फर्किनुपर्ने हुन्छ। बस्नै आइसकेको छ। यहाँ चाहिँ लोड सेडिङको दामी दिनभरि बत्ती छैन कि यहाँ फेरि रेस्टुरेन्ट धाएको छ मोबाइल चार्ज गरेर मोबाइल अहिलेसम्म 5 बजी सुरु भइसक्यो होला। सो अब हामीले बस चढेर अब बस जान्छौँ। सो है त्यही हो, हामी घर जान्छौँ, त्यहाँदेखि खान्छौँ के हुन्छ अब हेर्नु। गाई चाहिँ हिजो चाहिँ आएर लास्टै थाकिरहेको थियो। सो हिजो सुतिहालेँ। आज चाहिँ बिहान 10 त्यसै बजिरहेको छ। सो अब यति नै हो। भिडियो चाहिँ कस्तो लाग्यो के कस्तो लाग्यो होइन प्रतिक्रिया दिन नभन्नु होला। अब अर्को भ्लग चाहिँ आजैको बनाउँछौँ म। आज हाम्रो यहाँ मेला लागिरहेछ। सो त्यही मेला अब हेर्नुपर्छ। सो यति भन्दा बिदा माग्न चाहन्छु। हस् त, धन्यवाद।